श्वास लिने छोड्ने ध्यान प्राणायाम गर्ने मात्रै योग होइन। योगले हाम्रो चाहिँ चित्त शुद्धि गराउने, मनलाई शान्त गराउने लगायत हाम्रो दैनिक जीवनका व्यवहारहरू, कार्यहरू यो सबै योग हो। योगले हामी सबैलाई चाहिँ मिलाउने नै काम गर्छ, जोड्ने नै काम गर्छ, आत्मालाई परमात्मासँग, हजुर हामीलाई एक आपसमा एउटा चाहिँ सुमधुर सम्बन्धको कायम गराउने, स्वस्थ बनाउने, मानसिक रूपमा स्वस्थ, शारीरिक रूपमा स्वस्थ, सामाजिक रूपमा स्वस्थ, यो सबै कुराहरू वास्तवमा योग हो। त्यसकारण योग एउटा जानेर बुझेर पढेर मात्रै हुँदैन, योगलाई व्यवहारमा उतार्नुपर्छ, तब मात्रै हामी योगी हुन्छौँ। हामीले जानेको कुरा जति हामी व्यवहारमा प्रयोग गर्छौँ तब मात्रै यसले सार्थकता पाउँछ। योग वास्तवमा सबैको लागि एउटा उदाहरणीय पनि भन्नुपर्छ। अहिले संसारमै चाहिँ योगको यति ठुलो लहर चलेको छ। अमेरिका जस्तो विकसित देशहरूमा यो हाम्रो पूर्वीय दर्शन, पूर्वीय शास्त्र, हाम्रा ऋषि